Hi everyone, good morning to my vlog. आज चाहिँ दिन हेर्नु चाहिँ यस्तो भइरहेको छ हो। हिजो चाहिँ भ्लग आएन किनभने चाहिँ नि पानी परेकै प्लस हाम्रो एरियाको लाइटै थिएन हो। एरियाको लाइटै गएको थियो। अनि त्यही भएर चाहिँ गरेन भ्लग हो। आज गरेको पानी यति बेसी पर्दैछ कि केही कामहरु गर्नु भएको पनि छैन हो। अनि त्यही आजको वेदर चाहिँ यस्तो भइरहेको छ हेर्नुस् हो। आज चाहिँ म तपाईहरुलाई देखाउँछु मैले के गर्छु भनेर दिनभरिमा हो। गर्नु चाहिँ तर केही पनि छैन, काम चाहिँ घरमा पकाए खाए बसे हो। अन्त देखाउँछु तर पनि म तपाईहरुलाई। मेरो आइला चिया खान आउनुहुनेहरु कि अहिले उपर अहिले तपाईहरुलाई देखाउँछु ल। नि आज साग र आलुको झोल बनाउने हो। अनि मलाई हिजो साथीले ल्याइदिएको डल्ले खुर्सानी हो, फुर्सङले ल्याइदिएको डल्ले खुर्सानी टोक्ने। आइलालाई म चिया बनाइदिँदैछु हो। चिया खाने अरे बिचारा उपर काम गर्नुहुँदैछ। पानी परेर केही छैन त पानी पर्न थाल्यो हो फेरि। अन्त अब चाहिँ म चिया बनाएर दिनु पर्यो आइलाई। मेरो मर्निङ ह्याप्पिनेस चाहिँ यति हेर्दाखेरि चाहिँ दिन बनिहाल्छ हो। आइलालाई चिया हो, चिया खानु मन परेर चाहिँ आउनु भएको अरे आइ चाहिँ। भन्नु न, बोल्नु न। खाइहाल्छु। कस्तो भएछ हामी चाहिँ जिरो जाँदै थियो कि भाइले चाहिँ यहाँ बिरालो देखेर रोक्नु लगाएर मलाई लु म्याउ बोलाऊ ल भाग्यो नि म्याउ त भुइँ हेरेर हैन। खै मम्मा पार गराइदिन्छु। ल जाऊ म्याउ जाऊ। भाइ चाहिँ यहाँ हो। हत्तु बनायो, हिँड्नै मान्दैन ऊ चाहिँ उकालो। अहिले चाहिँ त्यो म्याउ देखेर मात्रै हिँडेको ऊ चाहिँ। ल हिँड म्याउ कहाँ पुग्यो भाइ म्याउ। ऊ हिँड म्याउ कहाँ पुग्यो हेर। ल गुड बोय। आची भुइँको नटिप्नुहोस् न के लुगा मैला हुन्छ बेबी। भुइँ हेरेर हिँड है। हिँड्नु चाहिँ हिँड्छ कि उसले। बिलालु कुट्ने लड्छ डुङ्गी। ल नगर न हाङ्गरलाई। साह्रो मनपर्छ बिरालो चाहिँ, कुकुर बिरालो गाई बस्तु चाहिँ पुरा मनपर्छ उसले। ला हाङ्गर छ ले लु भुलाइहाल्यो भाइले। लु हिँड हाङ्गर चाहिँ बिलेलुले। लु हिँड। हामी चाहिँ आमा छोरा से हेलो भव्यांश हाई गरिदिनु। बिरालो मनपर्छ खै यस भनेको नि। सिडी उकालो जानु चाहिँ अन्त साह्रो छैन। मेरो छोरा चाहिँ हिँड्नु मान्दैन हो। आराम गएको हामी दुईजना। कहाँ गएको भाइ? पापा भन त। खै पापा भनेको छिटो पापा हो न। फुर्बा काम गर्दै रहेछ हो। के साह्रो बिजी हो हाम्रो आज्ञा। एकछिन म माथि दोकान गएको नि। यहाँ माथि आइपुगेर पनि उसको पापाको बाइकमा बसिरहेको छ हो। ऊ चाहिँ मान्दैन। ट्याक्कै यहाँ आएपछि उसको फिक्स हो यहीँनिर हो। यहाँनिर चाहिँ अर्ग्यानिक। हेलो टोको। अफिस छुट्टी ल। यहीँनिर भाइ चाहिँ फिक्स हो। अब उसको यहाँनिर एकछिन आधी घन्टा जस्तो जान्छ हो। यहाँ थानामा चाहिँ पुरा फुलहरू रोपेको छ अहिले यहाँनिर बहिनीहरूले हो। यहाँतिर प्लान्टहरू हो। यतापट्टि रोपेको छ। हेलो मुन्ना, कस्तो भयो ट्रेनिङ? मजा आयो? घटेर आएछ त पुरा। राम्रै भएर आएछ है ट्रेनिङबाट। हाम्रो बुबुल चाहिँ यसरी सफा राख्छ फ्री टाइममा। कस्टमर नहुँदा पनि बुबु चाहिँ हो। यस्तो चिटिक्कै दोकान हाम्रो बुबुको। अम्मा हो यतिको
यतिको के पो भन्छ मालिक चाहिँ चिकन दोकानको मालिक चाहिँ भेट्दैन आयो फ्रेस चिकन आएको छ हाम्रो बुबुको दोकानमा हो टिल्लिली नि हौ अनि हाम्रो बुबुले कहाँ अरू दोकान जस्तो छैन नि हौ हाम्रो बुबुको दोकान है बुबु करोडों में एक है हाम्रो बुबुको दोकान आयो दोकान हाम्रो बुबुको दोकान आइपुगेँ म चाहिँ हो मासु किन्नु ए के छ र के छ बुबु हाल खबर गुड मर्निङ अनि सेवार्निङ अनि भन्नुहोस् बुबु कहिलेको चिकन भन्नु यो चाहिँ तपाईको मेरो घरको आफ्नै फार्म छ हजुर अनि हामीले चाहिँ म चाहिँ के गर्छु भने बिहान मानेर लिएर अनि यसरी फ्रेस चिकन राख्छु र यो चाहिँ हामीले यो खुट्टा चाहिँ किन यो सँगै राखेको भने कतिजनाले अब गिफ्टको लागि डोनेट लान्छ है अनि यो चाहिँ तपाईको यसरी काटेर राखेको छ भने चाहिँ अनि भित्र बाफिँदैन गनाउँदैन है गरम महिनामा फ्रेस हुन्छ अन्त जति पनि हाम्रो यहाँ कस्टमरहरू आउनुहुन्छ है कतिजना लेग पिस माग्छ कतिजनाले विङ्स मात्रै कतिजनाले ब्रेस्टहरू माग्छ है त्यो चाहिँ म एकदम यहाँबाट म प्रोभाइड गर्छु है त्यही कारणले हामी यहाँनिर आएर यहाँनिर मेरो दोकानमा है चिकन किनिदिनुहोस् बुबु कसरी केजी भन्नु न अहिले यो तपाईँको कतिजनाले चाहिँ यस्तो खाले उयो गरेको छ कि है 280 भन्छ तर त्यस्तो खाले होइन एकदम यहाँ चाहिँ 250 केजी हो पर केजी अनि तपाईँले विङ्सहरू लानुभयो भने एकदम त्यही रेट है हो एक पिस लानुभयो भने 250 मै पाउनुहुन्छ दामी दामी हाम्रो ह्यान्डसम बुबुलु यहाँनिर युवाहरूलाई के म यहाँ है फेसबुकबाट के सन्देश दिन चाहन्छु भने अहिले हामीले है 1:1 सप है कतिजनाले सर्च गर्नुपर्छ है त्योभन्दा चाहिँ म चाहिँ अहिले के एडभाइस दिन्छु भने आफ्नै बिजनेस छ भने चाहिँ है आफूले अलिकति भए पनि आफ्नै हुन्छ यस यस बुबु यो चाहिँ इम्पोर्टेन्ट मेसेज केही अब हामीले बाहिर बिहातिर भयो आफ्नो गाउँमा मरौहरू पर्दाखेरि हामीले एप्लिकेसन लेख्नु पर्दैन एप्लिकेसनहरू लेख्नु पर्दैन कसैले छुट्टी माग्नु पर्दैन कसैसँग डराउनु पर्दैन यो भने चाहिँ आफै मालिक भयो आफै मालिक छुट्टीमा आफ्नै मर्जीले बस्नु पायो चिकन दोकानै खोल्नुपर्छ भने छैन मलाई कम्पिटिसन हुन्छ है बुबु कसैले अब है मासुकै दोकान कसैले रासिन दोकान सब्जी दोकान कति छ नि गऱ्यो भने त जे पनि अहिले हामीले गऱ्यो भने भइहाल्छ हो अहिले हामीले यो हरियो बाँसको ढुङ्ग्रोहरू बनाएर पिप्सिङ बनायो भने गइहाल्छ त्यस्तो खालको हो जमाना एकदम आफैमाथि आफैलाई भरोसा राख्नुपर्छ सेल्फ डिफेन्ड हुनुपर्छ क्वेसन छ भने मैले सकिन्छ भयो बुबु एन्सर डल्लै पाएँ मैले आउनु होला हाम्रो बुबुको दोकान कस्तो लाग्छ है प्रतिक्रिया दिनुहोस् हाम्रो बुबुको दोकानलाई फेसबुक मार्फत है तपाईले राम्रो कमेन्ट पनि दिन सक्नुहुन्छ है अनि नराम्रो कमेन्ट पनि तपाईले भन्न सक्नुहुन्छ र मेरो दोकान कस्तो लाग्यो त्यसमा पनि तपाईले एकदमै कमेन्ट अनि लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस् थ्यांक यू सो मच अन्त के रे के मिस्टेकहरु केही छ भने पनि भन्नु पर्यो है बुबुलाई कमेन्टमा केही छ भने तपाईहरुले कमेन्ट गरिदिनु सक्नुहुन्छ हुन्छ हवस् बुबु बाइ बाइ थ्यांक यू सो मच कमेन्ट अनि सब्स्क्राइब चाहिँ फेरि पानी पर्न थाल्यो हो यी हावा पानी अलिअलि पर्दै रोकिँदै हो अनि चाहिँ डर पर्न थाल्यो अब चाहिँ दिन लाग्न थाल्यो म चाहिँ यहाँ छु हो पानी परेकै छ हो अब चाहिँ नानीलाई सुताउने टाइम पनि भयो अन्त हजुरलाई चाहिँ यति नै मेरो भिडियोलाई धेरै धेरै मन पराइदिनु होला लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला थ्यांक यू बाइ बाइ